केटा जिस्काने केटी मान्छेले सुसिल हालेको होइन यसले चाहिँ अलिक अलिकति छेक बरु चाहिन्छ फेरि चित्त देखाएन नि कल्पना हेलो साथीहरू वेलकम टु माई अनदर भ्लग इफ यु क्यान न्यू लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब भ्लगमा जाऊँ है त स्कुल जानको लागि ट्रेन चढेँ यो चाहिँ स्कुल जाने बाटोमा चाहिँ मन्दिर छ म चाहिँ स्कुल जाँदाखेरि जहिले नि हिँड्दै गयो भने चाहिँ ढोक्दै जान्छु बसमा गयो भने चाहिँ बसबाटै ढोक्दै हिँड्छु अहिले चाहिँ ब्रेक टाइम हो अनि अब खाजा खान टाइम हो अनि त्यही भएर हामी दुईजना चाहिँ एकछिन त्यो क्लास भइसकेर यहाँ बस्ने ठुलो हल छ अनि हामी यहीँ दुईजना बसिरहेको थियौँ मलाई चाहिँ भिडियो बनाउन मनपर्ने भएर जति पनि भिडियो बनाउनै हुन्छ शर्मिले चाहिँ टिकटकहरू हेरिरहेको हुन्छ अनि यो चाहिँ कसको टिकटक आयो मैले हेरेर चाहिँ भनेर देखेर थियो उसले चाहिँ धेरै कुनीहरूको मान्छेहरू हुन्छ यहाँ चाहिँ अनि चाइनिजहरू बङ्गलादेशीहरू अनि अरू देशको नि धेरै मान्छेहरू हुनुहुन्छ यहाँ चाहिँ क्युकी टाइममा यता साइडमा बसिरहेको हुन्छ सबैजना यो चाहिँ सबैजना बस्ने प्लेस भएर चाहिँ यहाँ धेरै हल्ला खला चाहिँ गर्न पाइन्न छैन अघिको ठाउँमा चाहिँ धेरै हल्ला खला गर्न नमिल्ने भएर हामी बाहिर आएर दुईजना सर मिलेर म चाहिँ खेल्दै थियौँ अनि भिडियोहरू बनाउँदै खाजाहरू घरबाट ल्याएको थियौँ अनि त्यो खाँदै बसेको थियौँ खाजा खाइसकेर चाहिँ हामीले खाजा खाएको त्यो फोहोरहरू हुन्छ नि त्यो बटुलेर अनि दुईजना झोला बोकेर लाग्यौँ बाटो फेरि अब पढ्ने टाइम चाहिँ स्टार्ट हुनु लाग्यो भएर चाहिँ हामी पढ्न लाग्यौँ नाच्दै खाएर अनि टन्न भएपछि त आज चाहिँ एकदम घाम लागेको भएर अलिअलि जाडै खाउँ त त्यही भएर हामी चाहिँ रमाउँदै कस्तो रमाइलो दिन्थ्यो कि आज केटा जिस्काने केटी मान्छेले सुसिल हालेको होइन सानोले मुख देखाउँदै त ल यस्तो केटी मान्छेलाई पनि लाउन म त फर्स्ट टाइम सबै स्कुलको क्लास भइगएर चाहिँ घर फर्किने बेलामा हो आज चाहिँ सबैको कामको बिदा भएर चाहिँ सबैजना यहाँ गाडीमा नगएर हिँड्दै आएको थियौँ हामीहरू हामी पढ्ने स्कुलको नजिक चाहिँ एकदम फेमस भनेको चाहिँ अनि कति धेरै देशको मान्छेहरू चाहिँ त्यहाँ चाहिँ घुम्न आउँछन् स्कुल नजिकै घुम्ने ठाउँ चाहिँ धेरै भएको भएर चाहिँ हामी चाहिँ आज स्कुल पनि छुट्टी चाँडै नै अनि त्यहाँबाट काम पनि सबैजनाको बिदा भएर चाहिँ हामी सबैजना मिलेर त्यो नजिकको ठाउँमा चाहिँ घुम्न गयौँ नेपालमा यो पैसा तिरेर जानु पर्ने कति पैसा लाग्छ नि उता रे जमिन उता गभर्मेन्ट इड गर्ला गभर्मेन्ट सर मिलेको बनाइन्छ म वाउ इट्स अ ब्युटिफुल प्लेस वाउ सो मेनी पोस्टर have लिफ्ट चढेर लिफ्ट चाहिँ कति धेरै अल्को रहेछ क्या फेरि दुईवटा लिफ्ट चढ्न पनि रहेछ अनि एउटा लिफ्ट चढ्दै भिडियो बनाउँदै अर्को लिफ्ट चढ्दै भिडियो बनाउँदै कति धेरै पोस्टरहरू कस्तो राम्रो राम्रो थियो म चाहिँ त्यहीँ तल राख्दै भिडियो बनाउँदै गरेर थिएँ अनि साथीहरू चाहिँ माथि गइसकेको थियो उनीहरू पनि भिडियो बनाउँदै हिँड्दा थियो अनि आफै भिडियो बनाउने आफै मोबाइल राख्ने कति धेरै थियो हेर्दा नि कति रमाइलो सक भएको क्या सरले त फर्किँदा हेलो त्यहाँ फर्क्यो तेरो गीत सुना त सिर्फ 40 क्या सर मैले लिख दो प्लिज के हो के बनाओ र ब्लग बनाओ नमस्ते मेरो ब्लगमा स्वागत छ मलाई थाहा छैन मैले त सामान्य मात्रै हो मेरो काम इट्स बिन लाइक ड्रिम वाउ इट्स मैले यस्तो चाहिँ यो फिल्महरूमा मात्रै देखाएको थिएँ यस्तो प्लेसहरू वाउ 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 हिन्दी फिल्महरू इङ्ग्लिस फिल्महरूमा चाहिँ देखाएको थिएँ कि मैले यस्तो प्लेसहरू त्यो चाइनिज फिल्महरूमा वाउ आई थिङ्क लुक लाइक ड्रिम
तर रियली हो है यो ड्रिम होइन नि मेरो दिस इज अ नट ड्रिम दिस इज अ रियल प्लेस वाउ यस्तो घर चाहिँ मैले कसम होइन फिल्महरूमा पनि देखाएको थिएँ फाइनली वी अराइभ दिस प्लेस सो मेनी हामी चाहिँ स्कुलबाट फर्किँदाखेरि आएको यो ठाउँ अनि त्यही भएर चाहिँ मेकअप सेकअप चाहिँ गरेको छैन यो पनि सेम स्ट्यान्डर्ड चाइनिज फिल्महरूमा त देखेको थियो नि है यस्तोहरू वाउ 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 लुक्स लाइक ड्रिम अहिले चाहिँ ठ्याक्कै अब घाम अस्ताउने बेला भएको छ अनि हामी चाहिँ घाम अस्ताउने बेलाकोमा आएको भएर चाहिँ स्कुलबाट आउनु त त्यही भएर त्यसले चाहिँ फेरि होइन मेरो बिल्ला हानी कि ऊ त्यो केटीले चाहिँ मार्क्स कहिले खोलिदिनु त्यसले सर मैले म त मार्क्स ला त बनाइदियो भने हो म त मलाई देखाओली भन्ने ठाने थिएँ आइफोन किनिदियो क्या बरु छिटो किन भने 12 भयो नि 12 13 14 भयो नि किन भने त त्यही नाचेर बस है त त्यही नाचेर बस हेलो एभ्रिवान माई मिनी भ्लगमा वेलकम छ के हो ऊ पार जहाँ अब घाम लाग्यो भने त्यहाँ भिडियो बनाउनु पर्छ अनि ए यसको मोबाइल समाउँदा समाउँदा म भिडियो बनाउने बानी हुन लागिसकेँ साथैसँग देखेको थिएँ कि देखाउनु नदिएको लु जा यो ठुलो प्लेस देखाउनु भनेको जा भन्छ म कहाँ जाऊँ लु जा यो त देखेँ त यत्रो हो आइज हिँड पारी हिँड पारी होला नि फेरि जानु यता यता रिप्लेस चाहिँ आउनु चाहिँ अरू भन न अनि अरू वर्ड इङ्ग्लिस रिप्लेस मात्रै हुन्न यहाँ सेतो झोलो फेरि त्यहाँ यस्तो राम्रो बस्ती छ कि यो घाँसको नाम मैले बिर्सेँ कल्पे ला 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 अम्बिके सम्बन्ध यस्तो राम्रो बस्ती छ पुरै छोडेर यो घाँस होइन बाख्रालाई एकदमै मनपर्ने घाँस हो कि यस्तो फेभरेट हो यो आफ्नो घरको नाम पनि बिर्सिनु जापानको भुत चढ्यो यसलाई होइन कि कहाँबाट नाम आउँछ तर यो पद्य हो कि बाउला ल ओए उता फाल्के उता फाल त हजुर यत्रो ठुलो भएर बच्चा जस्तो व्यवहार गर्छु नि केटा मान्छेको बच्चा हुन्थ्यो बेबी केटा मान्छेको बच्चा अरे कसको बच्चा हेऱ्यो म पनि जोस एउटा ठुलै बेबी हो ए ओहो यार खतरा रहेछ नि अब हिँड्नु त हाम्रो घर उता पारी आई थिङ्क लाइक ब्युटिफुल प्लेस नि त्यहाँनिर चाहिँ ठुलो होटेलहरू रहेछ अनि यहाँनिर छुट्टै प्लेस रहेछ नि यहाँ चाहिँ के कहाँ छ भनेर म्याप हो अनि यो चाहिँ त्यो ठाउँहरूको बारेमा सेचुमै छ सेचुमीमा चाहिँ लेखेको छ अनि यो चाहिँ त्यो ठाउँ जाने बाटो हो यो चाहिँ छुट्टै गाउँ रहेछ क्या फेरि शर्मिले चाहिँ के गरेर थाहा छैन वाउ कस्तो राम्रो नि फर्स्ट टाइम हो होइन मलाई चाहिँ भ्लगहरूमा धेरै बोल्न आउँदैन त्यही भएर ट्राई द बेस्ट होइन ट्राई गरिरहेको छु यसले पनि भिडियो बनाउँदै गएर चाहिँ मैले पनि भिडियो बनाउँदै आइरहेको छु कालो आउँछ है मान्छे फेरि अनि के भन्ने बेला एडिट गरेर गोरो निकाल्छ किन है सोनमा यसले चाहिँ अलिक अलिक छेक गोरो चाहिन्छ फेरि चित्त देखाएन नि
कल्पना चित्त दुखेको छैन होइन यहाँ बोरो निकाल्ने चित्त दुखेर पित्त फुट्ला नि फेरि। अन्बिकाको टिकटक के अरे युट्युब च्यानलमा को हुनुहुन्छ यसो मलाई एड गर्नु होला कस्तो अब नै हो अन्त सुनेको त यो नै थिएँ राम्रो ल्याउनु चाहिँ क्या हो फेरि फेसनेबल छ पाइन्ट त फेरि कवि साध्य गएन नि यो खुलेर खुलेको राम्रो लागेन लप्पाको यसबाट फुर्किदिन्छ नि राम्रो चाहिँ लाइक सब्सक्राइब सब कुछ गरिदिनु होला लास्टसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला